गुड मर्निङ सबैलाई। र अहिले हामी बनारस अब हामी यहाँबाट बनारस बुधगयाबाट बनारस जाँदैछौँ है। हाम्रो बस छ यहाँबाट हाम्रो बस छ यस्तै झन्डै कति 7 बजीको बस छ। तर यहाँ माथि चाहिँ 6 साढे 6मै पुग्नुपर्छ हामी, किनभने यहाँ बुधगयाकै अगाडि गेटबाटै बस जान्छ है। उता हामी बनारसमा चाहिँ जहाँनिर सरनाथ छ, सरनाथकै अलिकति अगाडिपट्टि एउटा बुद्ध थिम पार्क भन्ने छ क्या। त्यो बुद्ध थिम पार्कमा चाहिँ उयो छ, गुम्बा छ, गिङमा गुम्बा छ, ठुलो गुम्बा छ। त्यही गुम्बामै बस्छ, त्यहाँ पनि गएर हामी। अनि त्यहाँनिर बसेको चाहिँ सिस्टम कस्तो छ भन्दा रुमहरू पनि दिन्छ। यदि खाना खानु मन पऱ्यो भने हामीले गुम्बामा मजाले पकाएर खानु सक्छ। त्यो दिनको त्यो रुम रेन्टहरू त्यस्तो छैन, त्यहाँ चाहिँ कस्तो छ भने डोनेसन सिस्टम छ, हामी दिनै पर्छ। त्यहाँबाट हामी काशी विश्वनाथ पनि जाँदैछ है। फुलहरू बेच्छ यहाँ चाहिँ। अब अहिले हामी चाहिँ यहाँबाट काशी विश्वनाथ अनि त्यहाँबाट हामी कहाँ जान्छ 80 घाट, त्यहाँबाट सरनाथ त हामी जान्छ। त्यहाँबाट चाहिँ योपालि चाहिँ अलिकति बनारस घुम्ने, उहाँ चाहिँ बनारस घुम्ने भन्दैछ। विशेष गरी चाहिँ त्यो बनारसको साडी होइन, बनारसको साडी भन्दैछ क्या। त्यहाँनिर त्यहाँको पनि म तपाईँहरूलाई हालिदिन्छु, बेसी त हाल्नु सक्दिनँ होला, अलिअलि हालिदिन्छु, हेर्नुहोस् न ल। अहिले चाहिँ यहाँको यस्तै झन्डै कति 6 साढे 6 भयो। नि हामी बनारस छ अरे बेटा। यो चाहिँ भित्र हाम्रो भगवान् बुद्धको छेउतेनमा चढाउनुको लागि उनीहरूले यो फुल चाहिँ यस्तै यो प्योर कमलको फुल हो। यो चाहिँ यस्तै 50 रुपियाँ नि यसको, यो कति हो 50 रुपियाँको गुच्छा पाउँछ। यो लामा नानीहरू गोली खेल्दै आउँदैछ परेहरू र गुम्बाबाट। अब यो गल्ली चाहिँ 29 तारिकबाट चाहिँ यति भिड हुन्छ कि यहाँनिर बिहान 4 बजीदेखि नै एकदमै ज्यादा भिड हुन्छ, किनभने गिङमा मेलमहरू सुरु हुन्छ नि त 29बाट। यो चाहिँ हाम्रो चोर्तेनभित्र पस्ने गेट, जहाँ भगवान् बुद्धले ज्ञान प्राप्त गर्नुभएको थियो है, चोर्तेन। यो भित्र चाहिँ चोर्तेन छ। यो भित्रको कतिवटा म तपाईँहरूलाई देखाउनु सक्दिनँ, किन क्यामेरा लानु पाउँदैन, यहाँ चेकिङ छ। 2-3 जग्गा चेकिङ हुन्छ। यहाँबाट म अलिकति देखाइदिँदैछु। मेन बुद्धगयाको चोर्तेन चाहिँ यहाँनिर छ, यहाँनिर छ मेन। यो अलिअलि पत्ताहरू देख्दै गरेको त्यो रुख छ, त्यो रुख चाहिँ बौद्ध वृक्ष हो। यही हो बौद्ध वृक्ष, भगवान् बुद्धले ज्ञान लिएको प्राप्त गर्नुभएको रुखहरू हो। अहिले कति 6-10हरू भयो होला होइन। हामीले चाहिँ यहाँबाट यसरी नाम्चाहरू त्यहाँ पनि बनारस अरे बेटा। बनारस आयो। यो चाहिँ नाम्चा हो, त्यहाँ जेन हो। यो चाहिँ हाम्रो भगवान् बुद्धलाई चढाउने यसरी स्थलहरू हुन्छ हो। इधरी लेना गुरुजी भन्छ क्या बिचराहरूले, यसरी मेटकहरू भेट्छ फुलहरू यी। आम बनारस जाँदा बेटा अभी हो। यहाँ अगाडिको यो बिल्डिङ देख्नु हुँदैछ, यो प्यालेस। यहाँ चाहिँ दलाई लामा बस्नुहुन्छ यो प्यालेसमा चाहिँ। यो प्यालेसमा चाहिँ दलाई लामा आएर बस्नुहुने, दलाई लामाको प्यालेस हो यो। यहाँनिर यसरी फालेहरू पाउँछ यहाँ है। एउटा खायो भने ड्याममै हुन्छ है, एउटा फाले खायो भने ड्याममै हो। मलाई विमल त्यो माथि चाहिँ सुगा कराएको सुन्नुहोस् है, त्यो सबै सुगा कराउँदैछ। झन् बेलुका त नि
कान गाजाङ गाजाङ बनाइन्छ यिनीहरूले। अब यो 7 बजीदेखि चाहिँ अब कस्तो हुन्छ भन्दा एकदम रमाइलो हुन्छ यो जग्गाहरू। अब 29 तारिकबाट त झन् दार्जिलिङ सिक्किम नेपाल कालिम्पोङ पुरा हुन्छ। अब यो 29 तारिकदेखि बाहिरबाट आउने बेसी चाहिँ को हुन्छ भन्दा कोरियाको हुन्छ, थाइल्यान्डको हुन्छ, भियतनामिस हुन्छ, बर्माको हुन्छ है। भुटानको त अहिले पनि छ, लद्दाखको पनि छ। यता चाहिँ अब कस्तो हुन्छ भने मिनी दार्जिलिङ जस्तो हुन्छ। अब यहाँ यता हेर्दा पनि हाम्रै दार्जिलिङको दाजुभाइ आसेङ्गाङीहरू दिदीबहिनीहरू अभी बनाएको छ त बेटा। यो चाहिँ यसरी पैसा चेन्ज गर्छ बिहानै। यो चाहिँ भित्र त्यो चढाउनुको लागि। अच्छा हमने 1000 का किया तो कितना कम होगा? अभी नहीं लेगा, बोल रहा हूँ। 100 रुपये कम होता है ना? 100 रुपये। अच्छा 500 में 50। अच्छा ठीक है, हम आएगा बनारस आ जाए। बिहानै फ्रुट दोकानहरू खुल्यो हो। यो चाहिँ बस्ने होटलहरू लजहरू। टाँसिदेले यो खाना छिम्पुदैमा आइपुग्यो अब हामी। हिजो बेलुका चाहिँ एकदमै ढिलो भयो हामीलाई। कति अहिले 10 साढे 10 भएको थियो होला भित्रबाट निक्लिँदा कि। हिजो खाना चाहिँ यही खायो हामीले बेलुका। खाला छिम्पुदैमै खायौँ। डल्लै यहाँको रेस्टुरेन्टहरू हो।